यहाँहरु सबैजनालाई म हृदयदेखि स्वागत गर्न चाहन्छु। तपाई यसरी आफ्नो समय निकालेर प्रभुको महिमाको निम्ति यो ठाउँमा आउनु भएको छ। यहाँहरु सबैलाई प्रभुले आशिष दिनुभएको। आजको दिन विशेष छ अनि यो दिन चाहिँ हाम्रो निम्ति एउटा ठूलो दिन छ, स्पेशल डे छ। जोसँग वचन छ त्योसँग जीवन छ। ओके, यो वचन जोसँग छ नि त्योसँग जीवन छ। अनि त्यही वचन चाहिँ आज देहधारी भएर पृथ्वीमा 2025 वर्ष पहिले आउनुभयो। आज त्यही खुसीमा हामी यहाँ जम्मा भएका छौँ। यहाँ एउटा वचन लेखेको छ, मैले सुन्नुहोस् त। तपाईँ र तपाईँको परिवारलाई बडा दिन क्रिसमसको शुभकामना। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो येशू प्रभु हुनुहुन्छ। 2:11 पद लुका। ओके, पहिला त तपाईलाई हामी स्वागत गर्दछौँ, तपाईको परिवारलाई, तपाईलाई क्रिसमस दिनको अनि बडा दिनको यानी कि येशू जन्मनु भएको यो खुसीमा हामी तपाईलाई हृदयदेखि स्वागत गर्छौँ। अनि भन्छ आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ। मुक्तिदाता भनेपछि हामीले यहाँ बुझ्नुपर्ने छ जो येशू ख्रीष्ट हुनुहुन्छ। मुक्ति भनेको के हो भनेको समस्याबाट छुटकारा आउनु। उद्धार भनेको समस्याबाट छुटकारा आउनु। अनि आज परमेश्वर पिताले मनुष्य जातिलाई हामी बाइबल अनुसार हेर्यो भने बनाउनु भयो। कसरी? आफ्नै हातले, उहाँले आफ्नै स्वभावमा, आफ्नै प्रतिरूपमा परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो। तर साइन्सले यो कुरा मान्दैन। समस्या त्यो छ। साइन्सले के भन्छ? हामी सबैजना कहाँबाट आएको रे? बाँदरबाट जन्मेको भन्छ। यसो यता छेउमा हेर्नु त, यता दायाँ बायाँ हेर्नु त। कोही छ यहाँ भित्र? साइन्सले भनेको कुरामा कोही छ यहाँ भित्र? कोही छ बाँदर जस्तो छ? छैन। हालेलुया। हामी परमेश्वरको स्वरूपमा छौँ। भन्नुहोस् त। किन बाइबल चार्ल्स डार्विनले त्यही भन्यो कि मनुष्य जाति बाँदरबाट भयो भने। हाम्रो गाउँमा माथि बाँदर छन्, उहाँ हाम्रो भतिज छन्, थाहा छ। यदि बाँदरबाट अहिले भइदिएको भए त्यहाँका कति बाँदर अहिलेसम्म मान्छे होइहाल्नु पर्ने थियो। बाँदर जस्ताको त्यस्तै छ। त्यसैले त्यो थ्योरीलाई बाइबलले मान्दैन, प्रभुले मान्दैन, अनि परमेश्वरको वचनले पनि मान्दैन। हामी चाहिँ परमेश्वरको सृष्टि हौँ। परमेश्वरले आफ्नै हातले, आफ्नै प्रतिरूपमा, आफ्नै स्वभावमा बनाउनु भयो। आमेन भन्ने छौँ। भन्नुहोस् त हालेलुया। भन्नुहोस् त म परमेश्वरको प्रतिरूप हुँ, म परमेश्वरको फोटोकपी हुँ। अनि आज तपाईँ, म अनि संसारको जति पनि जातिको मानिसहरू छ सबै चाहिँ परमेश्वरको स्वरूपको अनि परमेश्वरको प्रतिरूपको व्यक्तिहरू हुनुहुन्छ। अनि बाइबलले पनि हामीलाई यही भन्नुभएको छ कि बाइबलको वचनले तिमीहरू चाहिँ परमेश्वरको प्रतिरूपमा, परमेश्वरको स्वरूपमा सृष्टि गरिएका हौ। ओके, वी आर लाइकनेस अफ गड। गड हैज क्रिएटेड अस लाइक हिज लाइकनेस भन्छ। गडको के अरे परमेश्वरको प्रतिरूपमा तपाईँ र म बनिएको हुँ। अब यहाँनिर त्यो त बनेका थियौँ, तर हाम्रो भित्रको त्यो प्रतिरूप र त्यो स्वभाव चाहिँ खराब भयो। कसैले भन्छ नि कस्तो बेहोरा छ है, दानव जस्तो भन्छ मान्छेलाई अहिले संसारमा। हो कि नै? भन्नुहोस् त। किनकि भित्रको त्यो प्रतिरूप र भित्रको त्यो असल स्वभावलाई चाहिँ दुष्ट आत्माले हामीमा ल्याइदियो। सुन्नु होला, तपाईँको जीवन परिवर्तनको लागि हुनेछ है। यहाँनिर कि त्यो दुष्ट आत्माले, जब हामी मनुष्य पापमा फस्यौँ, जब मनुष्य प्रभुको विरुद्धमा काम गर्यो, जब पहिलो व्यक्ति जो आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गर्यो, पाप गर्ने बित्तिकै के भयो थाहा छ? परमेश्वरको सुन्दर स्वरूप हराएर गयो। परमेश्वरले दिएको सुन्दर स्वभाव हराएर गयो। अनि त्यो भित्र के आउन लाग्यो? लालच आउन लाग्यो, गुस्सा आउन लाग्यो, रिस उठ्न थाल्यो। पापका सबै प्रतिफल मनुष्य जाति भित्र आउन थाल्यो। कुरा बुझ्दै हुनुहुन्छ नि? अनि त्यो पापको प्रतिफल बढ्दै जाँदा परमेश्वरबाट मनुष्य के भयो? टाढा भयो। कारण के हो? पाप हो। परमेश्वर के हुनुहुन्छ? पवित्र हुनुहुन्छ। भन्नुहोस् त, पवित्र हुनुहुन्छ। ही इज अ होली, ही इज अ पर्फेक्ट होली। जीसस इज द पर्फेक्ट होली बिकज ही हैज बर्न विथ होली स्पिरिट। उहाँ चाहिँ के गर्नुभयो? पवित्र आत्मामा जन्मनु भयो। उहाँ चाहिँ पूर्ण पवित्र हुनुहुन्छ। उहाँमा कुनै पाप छैन।
अनि त्यो पाप नभएको परमेश्वर मनुष्य जाति जो पापी छ उसलाई बचाउन आउनुभयो। हालेलुया, कुरा बुझ्दै हुनुहुन्छ? हालेलुया। अब हामीलाई के भने मुक्तिदाताको जन्म भयो भनेको छ नि यहाँनिर। मुक्तिदाता भनेको हामी चाहिँ अब पापमा थियौँ, हामीलाई पापबाट मुक्त गर्ने मुक्तिदाताको जन्म भयो, जो हुनुहुन्छ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। हाम्रो पाप हामीले धोएर कहिले खत्तम पार्न सक्दैन। हाम्रो पाप हामीले आफ्नो तरिकाले, हाम्रो रुपैयाँ पैसाले, हाम्रो ज्ञान बुद्धि विवेकले कहिल्यै हामी नाश गर्न सक्दैनौँ। हाम्रो पापलाई हामी आफ्नो तरिकाले छुटकारा दिन सक्दैनौँ। प्रियजन, मैले अस्तिको हप्तामा भनेको थिएँ चर्चमा कि 2 वर्षको नानीलाई उसको आमा बुवाको खाँचो पर्छ। जब ऊ फोहोर हुन्छ, जब उसले आफ्नो शरीरमै सुसु गर्छ, टोयलेट गर्छ भनेदेखि कसको खाँचो हुन्छ? आमा बुवाको। उसले ल म आफै सफा हुन्छ भनेर बाथरुममा जान्छ, 2 वर्षको नानी जान सक्दैन, उसलाई आमा बुवाकै नै खाँचो पर्छ। त्यसरी नै प्रियजन, मनुष्य जातिले जति पनि म पापबाट मुक्त हुन्छौँ, पापबाट म अलग हुन्छौँ भनेर जति कार्य गरे पनि ऊ पापबाट आफैलाई मुक्त पार्न सक्दैन। उसको असल कार्यले पनि मुक्त पार्न सक्दैन, उसले आफ्नो धर्म कर्म तीर्थ व्रतले पनि मुक्त पार्न सक्दैन, दान पुण्यले पनि मुक्त पार्न सक्दैन, कुनै कुराले मुक्त पार्न सक्दैन। केवल येशूलाई विश्वास गरे मात्रै मुक्त पार्दछ। आमेन, हालेलुया। किनकि परमेश्वर पवित्र हुनुहुन्छ, येशू पवित्र हुनुहुन्छ, अनि येशू चाहियो पवित्र परमेश्वरले हामीलाई पवित्र बनाउन सक्नुहुन्छ। पापीले पापीलाई डोर्यायो भने पापै बन्छ, अन्धाले अन्धालाई डोर्यायो भने खाडलमा जान्छ। तर येशू पवित्र हुनुहुन्छ, जो स्वर्गको बाटो हुनुहुन्छ, उहाँले हामीलाई डोर्यायो भने स्वर्गको राज्यमा डोर्याउनुहुन्छ। आमेन। कतिजना भन्नुहुन्छ हालेलुया, हालेलुया।